हेलो साथीहरू, के छ खबर? म सीमा गुरुङ फेरि पनि आइपुगेँ म हजुरमा सानो भिडियो लिएर। आमा खुवाउने औँसीमा हजुरले कतिको रमाइलो भयो त। सासू बिहा हुनेहरूले सासूलाई के दिनुभयो र बिहा नहुनेहरूले आमालाई के दिनुभयो। हुन त मैले दुईजना नै दिएँ। मैले बिहान उठेर पूजासुजा गरिसकेपछि सासूलाई अहिले चलेको एकदम राम्रो लुङ्गी प्लस नानीहरूले मिठाई खुवाएर यसरी गरेँ। त्यसपछि म बेलुका अफिस काम ल्याएर माइत आएँ। अनि केक त लान्न भन्दै फेरि कान्छी बहिनीले केक लैजाउँ दिदी भनेर केक सेक लगाएँ। अनि गिफ्टहरू दिएँ। गिफ्ट चाहिँ त्यो हरियो ब्यागको चाहिँ मेरो, अरू त्यसपछि रातो पहेँलो अनि खाम जति माइली बहिनीहरूको ल हेर्नु है त बहिनीहरू के दिए। मैले चाहिँ ब्याग र टी सर्ट दिएँ मम्मीलाई। अनि माइली बहिनीले चाहिँ पैसा दिएको थियो। कान्छी बहिनीले चाहिँ लुङ्गी अनि फलफुल खानालाई पैसा प्लस केक पनि दिएको थियो। त्यसपछि गएर भाइ बुवाहरूले चाहिँ जापानी साडी किनिदिनु भयो मम्मीलाई। मम्मीलाई लाउन मन लागिरहेको थियो साथीहरू। आजलाई यति। थ्याङ्क यू फर वाचिङ माई भिडियो।